साथीहरु आज हामी नेपालको यता हेरौँ ल दाजुभाइ यता हेरौँ आज हामी नेपालको सबभन्दा लामो पुलमा आएका छौं साथी र यो पुलको लम्बाइ कति होला यहाँ हेरौँ त यहाँ हेरौँ यसको लम्बाइ ओ दाजुभाइ यसमा 1571 मिटर कति भयो 1571 मिटर भनेपछि 1.5 किलोमिटर भन्दा बढी लामो पुल रहेको छ यो झुलिङ्गे पुल बाबा ल हेर्नुस् हामी साँझको टाइममा आयौं यो पुल साह्रै र हामी दुईजना साथी भएर आज यो पुलमा आएका छौं यति लामो रहेछ कि 1.5 किलोमिटरको लम्बाइको भिडियो गर्दाखेरि तपाईलाई अलि धेरै लङ हुन सक्छ पिल्लरको कुरा गर्ने भन्दा कति होला त्यहाँ त पहिलो पिल्लर यहाँ रहेको छ भने दोस्रो पिल्लर वहाँ रहेको छ ओ मा कसम मजा आछ नि मजा आछ सुस्ताको पुल पुरै लगाउ न पुरै के ओके दामी छ न साइड सिन पनि यताउता बबाल रहेको छ हेर्नुस् राम्रोसँग यस्तो गरेर के यस्तो गरेर सोलो मोसम्म बनायो के त्यो बन्दैन के यसकोमा यसमा नहुने छ के ल ओ हेर्नु त उता रहेको छ नारायणी किनारे हेर्नुस् वाउ सो ब्युटिफुल फेरि हामी एउटा पुलको खम्बाबाट अर्को पुलको ओह्रालोमा फेरि यही पुलको ओह्रालोमा झर्दैछौँ कतिवटा छ यो खम्बा अरे यार यो पुल त बहुत लामो छ यार विश्वकै भन्दा नि हाम्रो नेपालको सबभन्दा लामो पुल भनेको यसैलाई भनिँदो रहेछ कि साथी र साथी हामी यो पुल हामी हिँड्दा अब हामी सेकेन्ड पुलमा आयौँ ओ माई गड यस्तो लामो पुल हेर्नुस् त म अहिलेसम्म भर्खर दुईटा पुलमा पुगेको छु अरे यार ल देखिरहेको छु र अहिले हामी दोस्रो पुल क्रस गर्न यो दोस्रो पुलको पिलर रहेको छ यहाँबाट तेस्रो पुल फेरि स्टार्ट रहेको छ है ल हामी दुई भाइ आज हिँड्दा यहाँबाट एडिट गर्नुहुन्छ अब हामी हिँड्दा हामी लोत परेका छौँ अहिले हामी तेस्रो पुलमा प्रवेश गऱ्यौँ होइन तेस्रोमा पिल्लरमा टेक्यौँ र यो रहेको छ नारायणी किनारे हेर्नुहोस् नारायणी यस्तो बबाल रहेको छ नारायणी पनि ओ मा कसम ल हेर्नुहोस् राम्रोसँग लिएछ कि नै ए पुरै ल्याएको कि कति खण्ड खोजा एक पिल्लर तेस्रो पुल हो अहिले हामी तेस्रोमा चढ्यौँ तेस्रो पिल्लर रहेको छ यो पिल्लर पछि हामी चौथो पिल्लरमा पुग्नेछौँ है गाइजहरु ओ मा कसम ल हामी यो चौथो पिल्लरमा ल हेर्नु त साँझको बेला भएको कारणले गर्दा यस्तो मजा आउँदो रहेछ यो खाली पुलमा यता हेर्नुहोस् न ल दाजुभाइ ल ठिक छ नि होइन हेलो गाइज रमाइलो लाग्यो नि होइन ल सो भेरी ह्याप्पी हामी यस्तो बबाल आएको छ ल पुलमा घुम्नको लागि मैले ओहो के उद्देश्यले आएको छु मलाई थाहा छ सङ्घर्ष धेरै छ एउटा यहाँ केही कारणले पनि आएको छु यो पुलमा यस्तो मेरो यो पुल भनेको मेरो एकदम सम्झौता पुल हो एकदम जिन्दगीको लाइफमा सम्म म यो सम्झिरहन्छु जबसम्म म मर्दैन जबसम्म म सम्झिरहेको छु यो पुल यस्तो मेरो लाइफमा सबभन्दा ठुलो छ त्यो यो पुल ल अब हामी यो पुलको पनि चौथो पुलको पनि हामी बीच भागमा आइसकेको छौँ यो अझै रहेको छ तपाईको 4 वटा 5 वटा पुल अझै रहेको छ यसैमा जोडिएको पुलहरु हेर्नुस्
म अगाडि हेर्न सक्नुहुन्छ तपाईँहरूले जोडिएको पुलहरू एकदम रहेको छ ल तल बसौँ बस्ने भयो नि बसौँ ल अब यहाँ बसौँ